भन्दाखेरि साइप्रसमा पनि मैले लगभग 10-12 जनाले आत्महत्या गरेको त्यो घटनाहरू हाम्रो हात पर्यो। एउटा गर्लफ्रेन्डको लागि पनि आत्महत्या गर्ने प्रवृत्ति बढेको छ चाहिँ। जब त्यहाँ गएर दुःख मेहनत गर्यो, 12-12, 13-13 घन्टा काम गर्यो, अनि पछि अर्काको देशमा अब त्यहाँ कमाइको लागि अब 2 लाख रुपियाँ त कमाइ गरिन्थ्यो, तर त्यो 2 लाख भन्दा पनि नेपालमा आफ्नो परिवारसँग बसेर अहिले जस्तै फ्यामिली बिमारी भयो भने घर जान पाइयो कम्तीमा पनि। हाई एभ्रिवान, सबैजना नमस्ते। ओके, सो फाइनली हामीसँग हाम्रो स्पेसल गेस्ट पनि आइसक्नु भएछ र म चाहिँ म्यारिटहरूबाट सुशी सेफ हुनुहुन्छ, तपाईँहरूको माझमा देखाउन गइरहेको छु। सेफ हजुर नमस्ते। नमस्कार। या हजुरलाई स्वागत छ। हजुरको नाम शुभ नाम भनिदिनुहोस्। मेरो नाम रामबहादुर कुँवर हो। हजुर, म अहिले फेयरफिल्ड म्यारिटमा काम गर्छु र अहिले म यहाँ सुशी ट्रेनिङ नेपालमा आइरहेको छु र मलाई एकदमै हजुरलाई भेटेर एकदमै खुसी लागिरहेको छ भने अब अगाडिको ऊ पनि चाहिँ एकदमै राम्रो होला भन्ने पुरा आशा राखेको छु। हजुर हजुर, धन्यवाद। हजुर अनि के सुशी सेफ हुनुहुन्छ है? हजुर हजुर, म अहिले सुशी र के छ हजुर, कति वर्षको एक्सपिरियन्स हजुरको सुशीमा? मसँग त म बेसिकल्ली 7 वर्षको सुशीमा एक्सपिरियन्स छ। मैले चाहिँ साइप्रसमा पनि काम गरेँ, म दिल्लीमा पनि काम गरेँ। दिल्लीको 5 स्टार होटलमा आइटिसी मौर्या, क्रन प्लाजा अनि जेपी बसन्तमा मैले चाहिँ काम गरिसकेपछि म चाहिँ 5 वर्ष म साइप्रसमा बसेँ। साइप्रसमा बसेर पनि म सुशी चाइनिजहरूलाई चाहिँ म त्यहाँ रेस्टुरेन्टहरूमा काम गरेँ। अनि पछि म आफ्नो नेपालमा आएर म केही गर्छु, आफ्नो देशमा केही गर्छु, म विदेश जान्न भनेर चाहिँ अब चाहिँ आफ्नै देशमा काम गर्ने योजना बनाइरहेको छु। र अरू नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, हामीहरू काम सिकेर बाहिर जानुपर्छ भन्ने मात्र छैन। हामीहरू काम सिकेर आफ्नै देशमा आफ्नो श्रमलाई चाहिँ सदुपयोग गर्न सक्यौँ भने अझ उचित हुन्छ। हाम्रो जवानीहरू, हाम्रो यौवन अवस्थाहरू विदेशमा नफालौँ, आफ्नै देशमै चाहिँ केही गरौँ भन्ने हेतुले तपाईँहरू काम सिक्नुहोस् भन्न चाहन्छु म। ओके, यहाँ सुनिहाल्नुभयो होला उहाँ हाम्रो सेफ सरले भन्नुभएको र उहाँ लामो समयसम्म उहाँ चाहिँ इन्डियामा पनि काम गरेर साथसाथै उहाँ साइप्रसमा विगत 5 वर्ष बसेर उहाँ चाहिँ अहिले नेपाल फर्किनु भएछ। सो हजुर नेपाल कहिले फर्किनु भयो? म 1 वर्ष जति भयो। मैले नेपालमा आएर पनि अरू ठाउँमा पनि काम गरेँ, तर हामीले आफ्नो हातमा सिप भइसकेपछि कहीँ गएर पनि भोको मर्नु पर्दैन, यो चिज चाहिँ मैले ज्ञान प्राप्त गरेँ। त्यही भएर तपाईँहरूलाई के भन्छु भने तपाईँहरूसँग मैले यति भन्छु कि काम सिक्न जरुरी छ। तपाईँहरूले पढाइको साथसाथ हामीले चाहिँ अहिले काम चाहिँ सिक्नु पर्यो। कुकिङ होस्, ड्राइभिङै होस्, केही न केही हातमा सिप हुनु पर्यो। कुकिङ भइयो भने हामीले केही समय विदेशमा व्यतीत गरौँ, फेरि हामी चाहिँ नेपालमा फर्केर विदेशमा हामीले दुःख एकचोटि इच्छा भयो विदेश जाने, त्यो दुःख सम्झेर आफ्नो नेपालमा आएर बरु विदेशमा 12 घन्टा काम गर्ने, नेपालमा आएर 14 घन्टा काम गरौँ त हामीले आफ्नो देशलाई चाहिँ अझ प्रगतिमा लान सक्छौँ भन्ने मलाई लाग्छ है। र ठिक छ, अब हजुरको यत्रो लामो समयको एक्सपिरियन्स निकै तपाईँले राम्रो गर्नुभएछ। तपाईँले भने जस्तै सिप भयो भने होइन काहीँ भोको मर्नु पर्दैन, किनभने जताततै कामको ढोकाहरू अवसरहरू धेरै नै खुल्ला हुन्छ भनेर थाहा छ। जसरी म पनि लामो समय बाहिर बसेँ, मसँग सिप भएर अहिले आफ्नै देशमा यसरी बिजनेसहरू, मैले ट्रेनिङ सेन्टरहरू स्थापित गरेर अगाडि बढिरहेको छु। र त्यही छ, अब जति पनि युट्युबमा हजुरहरूले हेर्दै हुनुहुन्छ भने हामी सेफ सरले भनिहाल्नुभयो है, तपाईँले केही न केही सिप सिकेर अब नेपालमै गर्दा बेस्ट हो। जानु नै हुन्छ भने पनि केही न केही सिप सिकेर जाँदा राम्रो होइन। अनि हजुरलाई एउटा के सोधेँ भने साइप्रसमा अहिले जो साइप्रसमा जाने नेपालीहरू धेरै क्रमहरू बढेको छ, हजुर थाहा छ होइन? के छ साइप्रसमा यो सेफ लाइनहरूको कस्तो छ स्कोपहरू? किनभने धेरै मान्छेहरू साइप्रस जानेहरू अलिक तीव्र गतिमा अब देखिरहेको छ। यहाँ पनि धेरै विद्यार्थीहरू आउनुहुन्छ। साइप्रसमा जानुभन्दा के सिकेर जाँदा राम्रो हुन्छ र साइप्रस कस्तो देश हो एकचोटि यहाँ भनिदिनुहोस् न। साइप्रस भनेको सानो एउटा टापु हो जहाँ चारौँ तर्फबाट समुद्रले घेरेको छ। त्यसको साथमा चाहिँ टर्की छ। भनेपछि साइप्रसमा जाँदाखेरि अहिले नेपालीहरूको साइप्रसको क्रेज एकदमै बढिरहेको छ। युरोप भनेपछि नेपालीहरूलाई चाहिँ त्यो भइरहेको छ। तर म के भन्न चाहन्छु भने साइप्रस जाँदाखेरि तपाईँहरू एक त रेस्टुरेन्टहरूमा नजानुहोस्, किन भन्दाखेरि रेस्टुरेन्टहरूमा जाँदाखेरि त्यहाँको साउले कैयौँ नेपालीहरूलाई कति ठाउँमा हातापाई गरेको पनि सुनिन्छ। कैयौँ केसहरू हामीले पनि, मैले आफै पनि अब्जर्भ गरिरहेँ। र जान्नुहुन्छ तपाईँ, इच्छा नै छ भने 5 स्टार लेभलका होटलहरूमा, ठुल्ठुला कम्पनीमा जाने गर्नुहोस्। घरमा नेपाली दिदीबहिनीहरू पनि घरमा गइराख्नु भएको छ। मैले यो चिज भन्छु कि तपाईँहरू ब्युटी पार्लर सिकेर जानुहोस्, केही राम्रो चिज सिकेर जानुहोस्। नेपालबाट सेफ ट्रेनिङ लिएर जानुहोस्, सुशी ट्रेनिङ लिएर जानुहोस्। अनि पछि
केही सिप सिकेर साइप्रस जानुभयो भने त्यो चिज राम्रो छ। सकभर आफ्नै देशमा गरौँ, होइन म केही वर्ष बाहिर व्यतीत गर्छु अनि आफ्नै देशमा गर्छु भनेपछि त्यो पनि तपाईँको लागि त्यो पनि एउटा जायज कुरो हो। किनभने हामीले दुःख देख्नुपर्छ, तर हामी अर्काको देशमा गएर त्यहीँको रैथाने भएर आफ्नो पासपोर्ट त्यागेर चाहिँ त्यहाँ बस्नुपर्छ झ्याप्पै भन्ने मलाई चाहिँ लाग्दैन। लाग्दैन है। हजुर हजुर ठिक छ ठिक छ ठिक छ। हजुरले एकदम सही भन्नुभयो र सुनिहाल्नु जतिले पनि तपाईँहरू साइप्रस जानु चाहनुहुन्छ भने केही न केही सिप सिकेर जस्तो सुसी, ब्युटी पार्लर होइन, र त्यस्तो भएर र त्यही हो रेस्टुरेन्ट लाइनमा चाहिँ भस्म नजानु भन्ने हुन्छ उहाँको अनुभव भएको एक्सपिरियन्सको आधारमा हर्षक जाँदाखेरि होटेलहरूमा 5 स्टार होटेलमा जानुभयो भने त कम्तीमा पनि त्यहाँ गएर चाहिँ कम्पनीको आफ्नै रुल रेगुलेसन्स हुन्छ। हजुर रेस्टुरेन्टको साउ भनेको तपाईँलाई अब कतिपय ठाउँमा त ल साउले तानेर कुट्यो भन्ने पनि मैले सुने र म त्यहाँ काम गर्दाखेरि म 2-3 ठाउँमा पनि म फुड ट्रायल दिन गएँ। त्यहाँका स्टाफले भने कि यहाँको साउ यति हरामी छ होइन। त्यसो गर्दाखेरि मैले के भन्छु भने साइप्रसमा सकभर रेस्टुरेन्टमा चाहिँ नजाँदा राम्रो हुन्छ र विदेशको कुनै पनि ठाउँमा यदि रेस्टुरेन्टमा जाँदै हुनुहुन्छ नि बी केयरफुल हुनु होला। किन भन्दाखेरि 5 स्टार लेभलमा जानुभयो भने त्यहाँको कानुन, नेपालमै पनि कानुन, त्यहाँ मेडिकल फेसिलिटीहरू, खानाको टाइम टेबलहरू हरेक चिज हुन्छ। तर रेस्टुरेन्टमा जानुभयो भने तपाईँको नेपालमा पनि मैले रेस्टुरेन्टमा पनि काम गरेँ भने खानेको फुर्सद पनि मिल्दैन भने विदेशमा पनि त्यो चिज त्यस्तो छ, अभाव छ। त्यही भएर तपाईँले विदेशमा गएर म फसेँ भन्नुभन्दा पूर्व तपाईँहरूले हाम्रो युट्युब च्यानललाई पनि हेर्नु होला र तपाईँहरूले सब्सक्राइब पनि गर्नु होला र आउँदा टाइमहरूमा तपाईँहरूलाई सुसी सिक्न चाहनुहुन्छ भने तपाईँहरूले यहाँ आएर भिजिट पनि गर्न सक्नुहुन्छ उहाँहरूसँग होइन। र उहाँले सस्तो मूल्यमा पनि तपाईँले सिकाउन सक्नुहुन्छ। नयाँ नयाँ विद्यार्थी भाइ बहिनीहरूको लागि यो भन्न चाहन्छु म, विदेश जाने मात्र सोच बनाएर तपाईँहरू काम नसिक्नुहोस्। नेपालमै पनि सिकेपछि रोजीरोटी नेपालमा पनि कमाउन सक्छु भन्ने हिसाबले काम सिक्नुपर्छ भन्ने मलाई लाग्छ है। तपाईँलाई लाग्छ होइन? ल ठिक छ। अब जस हजुरले निकै नै राम्रो भन्नुभयो जुन चाहिँ अब बाहिर जानेहरूलाई भाइ बहिनीहरूलाई होइन, अहिले सबैजना बाहिरै जानेछ र त्यही छ। अब हजुरलाई म चाहिँ के सोध्न चाहेँ भने चाहिँ हजुरलाई चाहिँ होइन, अब हजुरले जुन चाहिँ सोच विचार गरेर हजुरले नेपाल आउनुभएछ है, अनि कतिको सन्तोषजनक हुनुहुन्छ कि, किनभने नेपाल बाहिर छोडेर आउनु पनि कति च्यालेन्जको कुरो हो, यो कुरा हजुरलाई थाहा छ। किनभने मान्छे युरोप छिरिसकेपछि युरोपमै दलदलले फसेर त्यतै भाँसिएर तपाईँले देख्नु होला कति, मैले पनि कति वर्ष कति मान्छेहरू देखेको छु त्यस्तो सेफहरू जो त्यतै 20-22 वर्ष। हजुरले चाहिँ कतिखेर चाहिँ हुन्छ नि अब म नेपाल जान्छु, त्यो ठुलो एउटा च्यालेन्ज हो नि त एक प्रकारले भन्नुभयो। त्यो चाहिँ के कुराले गर्दा हजुरलाई चाहिँ अब होइन म नेपालै जान्छु भनेको र के कुराले तपाईँलाई चाहिँ नेपालै फर्केर आउँछु बनाइदिएको चाहिँ भनिदिनुहोस् न तपाईँको। मलाई चाहिँ के भयो भने मलाई नेपालप्रतिको माया चाहिँ म इन्डियामा काम गर्दा पनि मलाई नेपालमै बसौँ भन्ने थियो। अनि पछि विदेशमा गइसकेपछि एकचोटि चाहिँ विदेश जाउँ न त, सबै गएको देख्दाखेरि विदेश जाउँ न त भन्ने हुन्थ्यो। जब त्यहाँ गएर दुःख मेहनत गर्यो, 12-13 घन्टा काम गर्यो, अनि पछि अर्काको देशमा अब त्यहाँ कमाइको लागि अब 2 लाख रुपियाँ त कमाइ गरिन्थ्यो। तर त्यो 2 लाख भन्दा पनि नेपालमा आफ्नो परिवारसँग बसेर अहिले जस्तै फ्यामिली बिमारी भयो भने घर जान पाइयो, कम्तीमा पनि त्यहाँ रुनु परेन, अर्काको देशमा छु भनेर आफू कोलाहल आँसु झार्नु परेन। अब आफ्नै देशमा छ, आफ्नै देशमा भइसकेपछि पैसा थोरै कमाऊ तर परिवारसँग सन्तोष रहन पर्छ भन्ने चिज त्यो लाग्छ। अहिले पनि अपर्च्युनिटी आइरहेको छ, 2.5 लाख रुपियाँ अब अस्ति भर्खर पनि क्रुजमा पनि आइरहेको होइन। तर पनि मैले अहिले चाहिँ नजाने मुडमा छु, किनभने विदेशमा अरूको अत्याचार दमन उ गर्न भन्दा नेपालीले खुट्टा तान्ने प्रवृत्ति हजुरले पनि देख्नु, मेरै पनि त्यहाँ कैयौँ केसहरूमा नेपालीले मेरै कम्प्लेन पनि गरे कि। त्यही भएर चाहिँ म विदेशमा भन्दा पनि आफ्नो देशमा परिश्रम गर्छु केही वर्ष, हुँदै भएन भने त अब हामीलाई चाहिँ अब त्यो बाटो छँदैछ अप्सनहरू होइन। तर सकभर नेपालमै केही गर्नुपर्छ सिप सिकेर भनेर आफ्नै देशमा फर्केर चाहिँ काम गर्न थालेको छु। अब कति सफलता हुन्छ त्यो भगवानले जान्छ। अवश्य पनि हजुरको कुरा सुन्दाखेरि जब तपाईँको मैले कुरा हजुरको हरेक कुरा हेर्दा बुझ्दा तपाईँको जुन चाहिँ हावभाव देख्दाखेरि तपाईँ निकै पोजिटिभ मान्छे हुँदो रहेछ है, मैले त्यो फिल गरेँ। र हजुरलाई त्यही छ आउनेवाला दिनहरूमा शुभकामना राम्रो होस्, जुन चाहिँ हजुरले राम्रो भएर जाओस्। किनभने एउटा ठुलो च्यालेन्ज लिएर स्टेप लिएर हजुर अहिले नेपाल फर्किनु भएछ। धेरै जसोले मलाई पनि सोध्थ्यो, म जर्मनी 7 वर्ष बसिएपछि फर्केर आउँदाखेरि होइन तिमी बोलायो नेपाल गएर के गर्छौ भन्ने भन्थ्यो कि।
हुन्छ नेपाल उता होइन भन्नेले धेरैले त्यस्तो भनेको होइन मलाई पनि यस्तो औ भन्थे त्यत्रो जस्तै इन्डियामै काम गर्दा पनि 50,000 को जागिर छोड्यो यो अब मान्छेले नेगेटिभ कमेन्ट गर्छ नि नेगेटिभ हो होइन हो अब विदेशमा गएर पनि तपाईँको त्यत्रो कमाइ छोडेर नेपालमा बस्न खोजेछ त्यो होइन कि आफूलाई कहाँ माया छ आफ्नो हो देशप्रति माया छ नि हजुर आफ्नो परिवारप्रति आफ्नो देशप्रति आफ्नो देशमा परिश्रम आफूले यत्रो जवानी बाहिर खेर फाल्यो आफ्नो उमेर खेर फाल्यो हो अब आउँदो बच्चालाई चाहिँ यो अवस्था नआओस् र नेपालमै काम सिकेर नेपालमै जागिर गरौँ भन्ने मेरो ठुलो सपना छ कि हो आउँदा बच्चाहरूलाई नाइस नाइस निकै राम्रो सोच विचार गर्नुभएछ ल हजुरलाई धेरै धेरै धन्यवाद हजुरको यस्तो कुराहरू राख्नु भएकोमा किनभने के हुन्छ भने तपाईँ हामी भनेर चाहिँ एउटा अनुभव एक्सपिरियन्स लिएर आएको नि त बाहिर बसेर किनभने धेरै कुरा सोच नै छ बाहिर जाने के कुराहरू चाहिँ हामीले ध्यान पुऱ्याउने कुरा र के हो त सायद धेरैजना यहाँ युट्युबमा जति पनि हेर्दै हुनुहुन्छ अथवा टिकटकबाट हेर्नुहुन्छ तपाईँलाई केही न केही त उहाँ सेफले अथवा मैले भन्दा केही न केही भ्याल्यु पाउनु नै भयो होला तपाईँलाई पनि नेपालमै के गर्नु भनेर हामी अनुरोध गर्छु र बाहिर गए पनि ठिक छ एक्सपिरियन्स गेन गर्नु जसले हामीले गेन गरे होइन नजानुहोस् भन्दिनँ जानुहोस् तर सक्नुहुन्छ भने आफ्नो देशमा के गर्यो भने देश पनि विकास हुन्छ र हजुरहरूलाई पनि सायद आफ्नो फ्यामिलीसँग बसेर देशमा छुट्टै मजा पनि आउँछ जस्तो लाग्छ मलाई जहाँसम्म होइन अब हजुर विदेशमा गएर कैयौँ नेपालीले जस्तै आत्महत्या गरेका घटना हजुरले सुन्नुभयो धेरै धेरै होइन हजुर 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 अब यहाँबाट बाबुआमाले लाखौँ रुपियाँ खर्च गरेर पठाएका छन् तर विद्यार्थीहरूले त्यो चिज बुझ्दैनन् ओ मलाई चाहिँ विदेश जान छ पापा भनेर अब छरछरीको खुसीको लागि बाबुआमाले पनि आफ्ना खुसीहरू मारेर लाखौँ रुपियाँ दिएर अस्ट्रेलिया पठाएको छ जापान पठाएको छ हजुर युरोप पठाएको छ त्यहाँ गएर आत्महत्या गर्दाखेरि मान्छेलाई अब बाबुआमालाई कस्तो आपत्ति बित्दो होला छरछरीलाई कस्तो आपत्ति बित्दो हो हजुर तर विदेशमा गइसकेपछि कम्तीमा पनि हजुर आफ्नो देशमा यति दुःख सङ्घर्ष गर्न सकेको मान्छेले विदेशमा गएर अरूले गाली गरो अरूले टर्चर गरो अरूले चाहिँ रोजगारबाट निकालो भनेर यस्तो चाहिँ दुर्घटना भइरहेका छन् यस्ता दुर्घटना पनि कसैलाई नगर्न म पनि यो चाहिँ अपिल गर्छु किन भन्दाखेरि साइप्रसमा पनि मैले लगभग 10-12 जनाले आत्महत्या गरेको त्यो घटनाहरू हाम्रो हात पर्यो अनि पछि अरू देशमा पनि बाबुआमाले विदेशमा काम गरेर छोराछोरीलाई विदेश पठाउँछन् त्यहाँ गएर त्यो कलिलो उमेरमा एउटा गर्लफ्रेन्डको लागि पनि आत्महत्या गर्ने प्रवृत्ति बढेको छ चाहिँ त्यो चिज नगरिदिनु होला र पैसा कमाएन मेरो छोरोले बाबुआमाले चाहिँ गाली गर्छन् त्यसरी पनि चाहिँ त्यो कदम नउठाउनु होला सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई यो भन्न चाहन्छु विदेश सकभर नजानुस् विदेशमा दुःख छ हाम्रो नेपालमा अरूलाई थर्काएर हुकुम गरेर खाए जस्तो होइन होइन विदेशमा गएपछि यहाँ जस्तै साँड भएर हिँडेका साउदी अरबमा गएर चाहिँ मुर्गा बनेर हिँड्नु परेको छ होइन हो त्यही भएर म के भन्न चाहन्छु भने विदेश हिम्मत लिएर मात्र जानु होला मर्दिन्न म फर्किन्छु भनेर जानु होला भन्न चाहन्छु राइट ओके सबैजनाले सुनिहाल्नुभयो होला ओके त्यही भन्दै आज जस तपाईँको म्याचमा जस धेरै नै राम्रो एउटा प्रसङ्गमा हामीले एउटा टपिकमा चाहिँ यो सम्बन्धी चाहिँ हामीले भिडियो बनाएको छौँ आई होप यहाँ जति पनि युट्युबबाट हेर्दै हुनुहुन्छ तपाईँले केही न केही हामीबाट तपाईँले केही न केही इम्पोर्टेन्ट के न के लेसन अथवा के न के पाउनु नै भयो होला जस्तो लाग्छ जहाँसम्म लाग्छ सो एगेन यदि हजुर यस्तो विभिन्न भिडियो हेर्न चाहनुहुन्छ भने सुशील ट्रेड नेपालको हजुरले कृपया हामी युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस् होइन म त्यही भन्न चाहन्छु र लास्टमा हजुरले जाँदा जाँदै हजुरले के भन्नुहुन्छ जति पनि नेपाली आम दाजुभाइ नेपाली दिदीबहिनी तर दाजुभाइ तलले एक्चुअली युट्युबमा हेरेर एकछिन भनिहाल्नुहोस् न मैले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने र बुवा आमाहरूलाई के भन्न चाहन्छु भने आफ्नो छोरछोरीलाई विदेश पठाउने सपना नदेख्नुहोस् आफ्नो छोरछोरीलाई नेपालमै काम गरून् र मेरै साथमा बसुन् र मलाई सहयोग गरून् भन्ने सपना देख्नुहोस् मेरो छोरा जन्मेर मेरो छोराले सुशी क्लास लिएर मेरो छोराले चाहिँ कुकिङ क्लास लिएर बाहिर जान्छ अस्ट्रेलिया अमेरिका जान्छ भन्ने सोच नबनाउनुहोस् किनकि छोरा तैँले नेपालमै गर्नुपर्छ नेपालमै बस्नुपर्छ भन्ने धारणा बनाउनुहोस् र यदि अब तपाईँहरू पनि काम सिक्न चाहनुहुन्छ भने तपाईँहरूले यो हाम्रो सुशी ट्रेनिङ नेपाललाई चाहिँ सम्झनुहोस् र तपाईँहरू काम सिकेर आफ्नै देशमा योग्य बनेर आफ्नै देशमा परिश्रम गरेर आफ्नो परिवारसँग रमाउन सिक्नुहोस् सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यही अनुरोध गर्न चाहन्छु कि छोरछोरीलाई विदेश होइन आफ्नै देशमै शरम गरौँ र आफ्नै देशको विकास गरौँ भन्न चाहन्छु हस् त सबैजना नमस्ते त्यति भन्दै हामी दुवैजना यहाँबाट चाहिँ हामी बिदा हुन चाहन्छौँ नमस्ते